हेलो, आज चाहिँ हामीले चाहिँ यो 3 डेजको सेसनमा चाहिँ गिट र गिटहबको बारेमा चाहिँ नलेज गेन गऱ्यौँ। यसमा चाहिँ हामीले चाहिँ यसको अब जस्तै गिटहबमा चाहिँ भ्युअर्सको कोडहरू कसरी पुश गर्ने, गिटहबलाई कसरी क्लोन गर्ने, रेपो कसरी क्रिएट गर्ने, ब्रान्चिङ कसरी गर्ने, अनि डट गिट इग्नोरलाई चाहिँ कसरी इग्नोर गर्न मिल्छ त भनेर चाहिँ हामीले यो सेसन ओभरअलमा चाहिँ सिक्यौँ। बेसिकदेखिबाट एडभान्ससम्म गिट र गिटहबको कोर्स चाहिँ हामीलाई दिनुभयो। एकदम राम्रोसँग पुल पुस गर्न, गिट इग्नोरको बारेमा, अनि अझ त्यहाँमाथि एडभान्समा चाहिँ भर्सनमा कसरी डिप्लोय गर्ने त्यो पनि सिकाइदिनु भयो। सबैजनालाई मेरो नाम चाहिँ रबिन लिटेल हो। सो हामीले चाहिँ हाम्रो कलेजमा चाहिँ 3 डेजको सेसन राख्नु भएको थियो गिट र गिटहबको बारेमा चाहिँ, र हामीलाई चाहिँ सरले एकदमै राम्रो इन्भाइरोमेन्टमा चाहिँ गिट र गिटहब के हो भनेर राम्रोसँग सिकाइदिनु भयो। जस्तै हामीले भिएस कोडमा चाहिँ गरेको कोडहरूलाई चाहिँ कसरी चाहिँ गिटहबमा राख्ने, कसरी चाहिँ एकअर्कालाई साथीहरू बिच चाहिँ हामी सेयर गर्नु पर्यो भने कसरी सेयर गर्ने, कोडलाई कसरी एड गर्ने, कमिट गर्ने र पुश गर्ने भनेर चाहिँ हामीले गिटहबमा धेरै राम्रो कुराहरू सिक्यौँ। हेलो एभ्रीवान, म चाहिँ बौद्ध लक्ष्मी जोशी, अहिले कामत कलेज 4th सेमिस्टरमा पढ्दैछु। अनि हामीले चाहिँ यो 3 डेज ट्रेनिङ लिएको थियौँ गिट एन्ड गिटहबको। यो चाहिँ एकदम इन्फर्मेटिभ भयो हामीलाई चाहिँ। हजुरहरूलाई पनि यस्तै राम्रो नलेज लिनु छ भने चाहिँ स्किप स्पार्क आउनु होला। थ्याङ्क यू। सरहरूले चाहिँ 3 दिनको गिटहबको कोर्स दिनुभयो। हामीले चाहिँ यहाँ चाहिँ धेरै कुराहरू सिकियो। तपाईँहरूलाई पनि यो कुरा सिक्नु भएन भने चाहिँ यो कुरा सिक्नलाई चाहिँ तपाईँहरूलाई पनि म सजेस्ट गर्छु। 3 डेको क्लासमा हामीले गिटहबको बारेमा सिक्यौँ, जुन फन्डामेन्टल जस्तै हाम्रो रिपोजिटरी बनाउने, क्लोन गर्ने, साथै सबै कुराहरू प्र्याक्टिकल गऱ्यौँ हैन, ल्याबमै बसेर क्लासमै बसेर प्र्याक्टिकल गऱ्यौँ। धेरै कुरा सिक्न पायौँ। गिटमा हामीले कसरी रेपो बनाउन सकिन्छ, गिटमा हामीले कसरी आफ्नो लेखेको कोड पुश गर्ने, र कसरी हामीले त्यसलाई फ्युचरमा चाहिनको लागि बचाएर राख्न सक्छौँ। हामीले ब्रान्चिङ गरेर होइन, धेरैजनासँग कसरी एउटै कोडमा एउटै प्रोजेक्टमा काम गर्न सक्छौँ। लास्टमा चाहिँ स्किल स्पार्कलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद। र अब आउने नेक्स्ट सेसनहरूमा पनि हामी यस्तो धेरै कुराहरू सिक्न पाऊँ। आउने अपकमिङ फ्युचरको लागि पनि स्टुडेन्टहरूको लागि चाहिँ यो चाहिँ एउटा राम्रो कोर्स हुन सक्छ। थ्याङ्क यू सो मच फर स्किल स्पार्क। एन्ड हामीले चाहिँ अब आउँदो टाइममा पनि यस्तै कुराहरू चाहिँ एक्सपेक्ट गर्छौँ। ओभरअल चाहिँ यो सेसन राम्रो भयो। अनि हामीले चाहिँ यो सेसनमा चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ हामी स्किल स्पार्करलाई थ्याङ्क यू भन्न चाहन्छु हेल्प गरेकोमा। थ्याङ्क यू।